म खुत्रुक्क यो गाडीबाट त्यहाँ झरेँ अनि सर्र यसरी हिँड्दैछु है। अनि साथीहरूले मलाई एकदम भन्ने कुरा चाहिँ के छ भने नि, अलि भिडियो राम्रो बना न है, राम्रो बना भन्नुहुन्छ क्या। अब राम्रो बनाउँछु भन्ने त मनमा छ नि, मैले राम्रो बनाउँछु भन्दा भन्दै नराम्रो भएको त होइन। अब समस्या केमा छ भने नि साथीहरू, अब एक्लै हेर्नु न, अब म लेखेर लुफ्रो लुफ्रो हिँड्दैछु, कहिलेकाहीँ यस्तो रमाइलो गरेर चाहिँ भिडियो बनाउन मन लाग्छ। अनि लौ न एउटा क्यामेरा समातिने मान्छे नै भएन भन्ने एउटा त्यो मलाई छ नि त होइन। अनि लौ न एउटा क्यामेरा समातिदियो, म एउटा यसो भिडियो बनाउँछु भन्यो भने कसैले एउटा मेरो अनुरोध सुन्ने मान्छे कोही छैन। अब एक्लै अब टेर पुछार कसरी लाउँदैन हेर्नु। अब एक्लै यसरी बोल्दै हिँडेको छु यो गर्मीमा, तैपनि त अलिकति जे भए पनि अलिकति रमाइलो हुन्छ होला भन्ने तरिकाले चाहिँ मैले भिडियो यसरी बनाउँछु क्या। अब एक्लै त हो जिन्दगी। अब विदेशमा सबै अब साथीभाइहरू सबैसँग अब मेरै पछि लाएर क्यामेरा समाइदिनु भनेर कसले गर्छ र नि, गर्दैन नि त। अब हुन त कहिलेकाहीँ यसो समय भएको बेलामा कहिलेकाहीँ यसो समाएर यसो एउटा भिडियो बनाइदिने आफ्नो ठाउँमा छ। तर एक छत्तै लाग्यो नि भिडियो बनाइदिए भएर क्यामेरा मात्रै समाइदियो भन्दाखेरि त उनीहरू मान्दैनन् कि झ्याउ मान्छन्। त्यही भएर गुनासो धेरैजनाले पोख्नु भएको थियो। अब अहिले मैले पनि आज भने, किनकि मलाई पनि समस्या भइरहेको छ कि अब क्यामेरा यसरी समायो, झोला यसरी बोकेर हिँडेको छ लुफ्रो लुफ्रो बटुवा। अब त्यही हो नि, अब यात्रै पुग्ने ठाउँमा पनि पुग्नै परिहाल्यो। अब चुप्प लगाएर बनाउनु सक्दिनँ क्या फेरि म चाहिँ, फ्याटाफुट्टो बोलिहाल्न पर्छ, देखाइहाल्न पर्छ यसरी मजाले। अब अहिले चाहिँ म यो कोरियाको फ्याङ्दी भन्ने ठाउँ एरियातिर छु। तर गर्मी धेरै छ कि, गर्मी एकदम धेरै गर्मी। घोडाहरू कस्तो मजाले अब यस्तो छ कि कस्तो राम्रो फुल पसल रहेछ यहाँ चाहिँ। अब यो चाहिँ एउटा भ्लग भनौँ न, मिनी भ्लग भने नि, अब ठुलै भ्लग भने पनि भिडियो जति भन्छ अब म हालिहाल्छु। यस्तै छ मजाले गाडी घोडाहरू आफ्नो रफ्तारमा कुदिरहेका हुन्छन्। तर जे भयो एउटा कुरो साथीहरू, यहाँ चाहिँ एउटा ट्राफिक चाहिँ मैले अहिलेसम्म देखेको छैन कि यहाँ। अब कहिलेकाहीँ यसो गाडीतिर हिँड्दा हालको देखिन्छ, नत्र चाहिँ सबै यो लाइटको भरमा। यसरी मान्नु पऱ्यो नि, जनताले यसरी गरे भने पो अनि हुन्छ त। हाम्रो त अब के हेर्ने, अब नियमको पालना भन्न त्यस्तै हो। अब पुरा गऱ्यो भने है फलानाले फेरि यस्तो भनौँ भन्ने मान्छेले आलोचना चर्चा परिचर्चा गर्नुहुन्छ फेरि, त्यतातिर नलागौँ। जे भयो भने नियम हुन्छ क्या, नियम छ देशमा, हरेक देशमा नियमहरू हुन्छ। नियमको पालना गरौँ, फटाहा नगरौँ, इमान्दारी बनाऊँ है। अब यसरी नै है हामी तरिकाले गरी खाउँ, त्यसमै भलो हुनेछ। यो अनेक कुराहरू गरेर हुने केही पनि छैन, नगरौँ, छोडिदिनु। यस्तै घाम झर्का आफूले दुःख नगरी खान पाइँदैन गाँठै। अब अनेकको कुरा गरेर यहाँ आलोचना गरेर कहाँ हुन्छ र। आज म यी मजाले ढाका टेपी ढल्काएर आज म हिँडिरहेको छु। मलाई धेरै कोरियनहरूले यसो हेरि पनि रहेको छन् क्या। अब खेलाएर हिँडेको यसले भनि नि होला, यस्तो यिनीहरू लाउँदैन नि यहाँ है। त्यही भएर आज चाहिँ म ट्याक्क लाएर हिँडिरहेको छु गर्वको साथ। जे परे नि पर्दा मैले यसरी खासै बाहिर लाएर हिँडेको छैन कि, आज चाहिँ लाएर हिँडेँ। अब बुढो देखिएँ देखिनँ त, बुढो पनि भएँ। अब 40 त होइन, फेरि 40 त पुगेँ होइन, 30को आसपासमै छु। तैपनि त अब यसो पोसाक ढाका टोपी लगाइसकेपछि मान्छेले बुढो हाडे भनेर सोचे हुन्छ। तर त्यस्तो नसोच्नु ल। जति कुरा गरे पनि एक्लै यहाँनिर सुनिदिने कोही छैन। अब हजुरहरू नै हो, यो देख्नु भएको छ भने यसो ट्याक्टिक लगाएर हो होइन यताउति यसो भन्ने गर्नुहोस्, मेरो पनि साथी हुन्छन्। अब यस्तो छ हजुरहरू, अब एक्लै कसलाई साथी बनाउनु त। म साथी त बनाइहाल्थेँ, तर बाटोमा हिँड्ने खोइ मान्छे छैन क्या नेपालीहरू। अब दाजुहरू हुनुहुन्छ, अहिले ढिलो हुनुहुन्छ, ढिलो आउनु हुनुहुन्छ। अरू बेलामा म सधैँ ढिलो हुन्थेँ, आज म छिटो भएको त ला। अब यस्तै छ साथीहरू। अब सबैतिर गर्मी छ, नेपालतिर पनि अहिले सोचेभन्दा धेरै गर्मी छ। अब अहिलेको यो वर्ष धेरै गर्मी भइरहेको छ। हाम्रो कोरियामा त झन् यहाँ अहिले पानी नै परेको छैन, धेरै गर्मी छ। म तपाईँलाई भिडियो पनि देखाउँछु। एउटा सर्लक्कै एउटा बोट मकै त्यही टुप्पादेखि फेससम्म सर्लक्कै सुकेको, त्यस्तो छ यहाँ अहिले गर्मी। तातेर हिँडिसाध्यै छैन। गाडीको त एसीले नि काम गर्दो रहेछ नि। अहिले म बस्न चढेर आएँ, यसो विचार गरेँ, एकछिन बस्छु के हो नि।
टाउकोमा मात्रै सर अलिअलि चिसो आयो, पछाडि ढाड त पुरै भिजिरहेको थियो कि। त्यस्तो छ गर्मी। कोठामा पनि राति त त्यो एसीले कामै गरे होइन क्या। काम त उसको तरिकाले गरेको छ, उसको आफ्नो लिमिट, आफ्नो उसको कति क्यापासिटी छ त्यसले गरेको छ, नत्र गर्मी नै भइरहन्छ। यस्तो छ। हेरिराख्नु भएको छ नि तपाईँहरू, हेरिराख्नुहोस् है। म त जाँदै छु, अलिक टाढै छ जान चाहिँ। भिडियो अलिक लामो हुन्छ, आफ्नै भिडियो हो, जतिसुकै होस् भन्दा भएन। अब मोबाइलमा चार्जै सकिने हो, चार्ज गरिहाल्छु। मलाई पनि साथी चाहियो नि त। यसरी अब मजाले बोल्दै हिँडेपछि त मलाई पनि त साथी हुन्छ, मेरो पनि काम हुन्छ, दिनै कट्छ। आज आइतबार, आज छुट्टी। अब यसरी नै बोल्दै डुल्दै हिँड्ने त हो। मलाई फेरि हिँडेर गर्न, बोल्न गर्न अब त्यस्तो खासै अप्ठ्यारो लाग्दैन। यस्तो गर्मी छ माथि, हिँड्दा नै पसिना आयो। त्यहाँ यहाँ छ नि गाडी त, ट्याक्सी लाग्छ, ट्याक्सीमा फेरि के गर्ने, त्यहाँ केलाई त्यसो छ। 5,000 लिइदिन्छ, 5,000 भयो भरे। अहिले यसो निस्कियो भने यसो आइसक्रिम खान हुन्छ, चिसो हुन्छ नि त होइन, मजा आउँछ। हो हिँडिराखौँ। अब हामी गोर्खे हो, गोर्खेलाई अब आफ्नो तरिकाले चल्नलाई कसले छेक्छ र, आफ्नो तरिकाले चल्छ। अब मान्छे हुन्छ नि, अब अलि सुविधाहरू त युज गर्नुपर्छ होइन, सुविधाहरू छ, सुविधाको सदुपयोग गर्नुपर्छ भन्ने हुन्छ। अब पैसा नभए केही सुविधा छैन, कति फाल्ने पैसा, त्यही भएर ट्याक्का लाएर बरु खाने। सुविधा भने त्यसो। त्यहाँ यसो 15 मिनट जति लाग्छ हिँड्दै गयो भने, 15 मिनटमा पुगिन्छ। साथीहरू बाटोमा अहिले यहाँ चाहिँ सङ्केत ऊ छैन, गाडीहरू यताउति हेरेर गाडी आयो कि आएन त्यो अनुसारले अनि चट्ट बाटो छट्ट काट्दैपछि हुन्छ। ठुल्ठुलो उसमा चाहिँ त्यो सङ्केत हेर्नुपर्छ है, यो जस्तै त्यहाँ बोलिरहेको छ नि रातो बत्ती हेर्नु हो ल।